आज चाहिँ यो चिकनको हाम्रो सानो सानो चल्लाको यो आउटडोर कप बनाइँदैछ कप। अब हेरौँ के कसो हुन्छ। हावा चलेर यस्तो चाहिँ हुनुपर्छ, यतिको बनाउनु पर्ने हुन्छ। अब स्टार्ट गर्नु आँटेको यसलाई बनाउनुको लागि स्याम्पल हेर्दै बनाइँदैछ। यस्तो यतिको फ्रेम चाहिँ बनाइयो। अब चाहिँ यो निकै छ लाउनु पर्ने, यो माथिको छाना प्लास्टिकहरू यतिको चाहिँ बनाइयो फ्रेम साइडको लाएर। अब के गरी खाँदै जस्तो गरे ल एज गोरे गोरे के गर्दै छौ? मेरो मसिनो सल्लाह लिएर आएको ट्र्याक्टर सप्लाईबाट निकै ठुल्ठुलो भएको छ। हिजो लेस कुखुराहरू अन्डा पार्नेहरू अन्डाको लागि हो। दुईवटा चाहिँ कता लग्यो भित्र पस्यो। तल टेकमुनि चर्छै न त एउटा त्यहाँ एउटा ल 1 महिनाको चाहिँ भयो। यो 1 महिनाको चल्लाहरू किरा खोजी जाँदैछ। वरिपरि खाइरहेछ मजाले घाँस। यहाँलाई आज यहाँ मजाले बाहिर यसो खेल्नु निकालेको। ओइ अरे अलिक बिस्तारै खेल, त्यो पुरा मुभ भइरहेछ। खतरा हो। फ्रन्ट फ्लिप गर त भाइ, लड्छ है। नसक्ने हो यिनीहरूले। यतिको भएको छ यो दैलो। यो भाइको ठुलो अहिले घाँस सरिदिएको दुबो खाइरहेछ। खेल्ने ठाउँ पनि मजाको बनाइदिएको छु, चढेर बस्ने यसो। यो चिनीहरूको पानी खाने हो। त्यो बकेटमा चाहिँ अर्को लेभलको छ, अलिक सानो त्यसलाई छोडिसक्दा यिनीहरूले साह्रो ठुङ्नु थाल्यो। अनि त्यसलाई अलिक दिनको लागि होस् भनेर त्यहीँ राखिदिएको। सबै यो चाहिँ ह्यान्ड मात्रै हो, अन्डा पार्ने खालको कुखुरा। यो कालो कालो चाहिँ जातै कालो, प्योर कालो हो। एउटा चाहिँ लेस हो, अरू सबै लोकल छ। परको त्यो सेतो पनि लोकलै हो। र यो खै कुन स्टाइलको पनि शिरहरू छ, खुट्टामा त्यो पुरा भुत्ला छ वाचिको। परबाट हेर्दा यस्तो हुन्छ, यो चाहिँ पानी आज पर्ने मौसम छ, त्यही भएर यो प्लास्टिक यसो टाँगिदिएको। चारो भिजेर ढुट्टै पार्छ।
अब चाहिँ स्प्रिङ लाग्यो उसले अलिक तातो हुन थाल्यो यो हाम्रो सानो चल्लाहरूलाई एकछिन चर्नु छोडिदिएको गोठालो चाहिँ यहाँ ढाँडे बसिरहेको छ बेला बेला खानु खोज्छौँ गोठाला नि त पुरै यो ल है 2026 को बारी भने भइरहेछ अहिले चाहिँ डल्ला मात्रै फुटाउँदै जाउँ होला अहिले चाहिँ यसै गर्नुपर्छ यो डल्ला फुटाउँदै यहाँ चाहिँ मलाई हेल्प गर्ने चाहिँ आर्यन छ Hello. होइन I see a worm. I see a worm. यो चाहिँ सिस्नो सानो बकेटमा थियो रहेछ सारिदिएको प्याटी नमर्दो रहेछ यो फेरि आउँदो रहेछ झन् त्यसको डबल भएर आउँदो रहेछ सिस्नो घरिया सिस्नो एकदम मजाले आएको छ अस्ति एक छक्ची खायो टिपेर घरिया सिस्नो फेरि आइरहेको छ यहाँ चाहिँ यो सानो बकेटमा ट्रेमा धर्ने छ अलिअलि हानेको छ एउटा एउटा आइरहेको छ यहाँ चाहिँ हल्का यो घिउ बडीहरू सिबीहरू हानेको छु अब हेरौँ यो साइडमा सानो छ यो बकेटमा चाहिँ टुक्रुके रोपिदिएको माटो चाहिँ भर्खर फुटाउँदैछ अब हेरौँ के हुन्छ यस्तो छ टुक्रुकेको थाङ्ना चाहिँ सानो यसो बनाइदिएको छु नेट लाएर यो टायरमा चाहिँ मजाले मल लाएर फर्सी रोपेको एक हप्ता चाहिँ भयो होला यहाँ पनि फर्सी छ त्यहाँ पनि फर्सी नै छ यहाँ चाहिँ सानो आइरहेको छ यो साइड चाहिँ फर्सी हालिदिएको यसमा के हुन्छ पनि टायरमा तोरीको साग साह्रै मजाले आएको छ ठिक्कको खाने बेला पनि भएको छ यो चाहिँ 26 को फर्स्ट लट हो यो चाहिँ तोरी एकदम मजाले आएको छ यो सबै तोरी थियो पर भएको चाहिँ तोरी साह्रै मजाले आएको छ है हल्का पातुलो सर्दिएको थिएँ यो सबै तोरी परको प्योर नेपालको तोरी हो यहाँ चाहिँ यो चाहिँ लास्ट इयरको खोर्सानीहरू डल्ले खोर्सानी यत्तिकै राखेको अब यो साललाई हुन्छ कि भनेर यसो बाहिर निकालिराखेको सबै जराले भरेको होला बकेट सबै नयाँ माटोहरू लाएर सबै जरा फ्यालेर राख्नुपर्ने छ बाहिर यसो निकालेको यो चाहिँ पुरानो लास्ट इयरको बुट्टाहरू हो डल्ले खोर्सानीको यसलाई चाहिँ यहाँ राखेर यो मल लाउँदै फेरि यो जराहरू फ्याल्दै यस्तो मजाले आइरहेको छ पो यो निकाल्नुपर्छ यो त्यो जरा थर्याउँदैन यस्तो हुन्छ नि मल लाउँदै घोल्दै फेरि यो बकेटमा हाल्दै फेरि यसरी यो चाहिँ रेडी भएको हो फिल भइसकेको छ यो पुरै मलसल रेडी हो लास्ट इयरको यस्तो भरेको हुन्छ बकेटै पो उगाउनु पर्ने हुन्छ त्यही गइरहेको छु म अलिअलि 20 मिनट चाहिँ यहाँ भरेको नि यसो गरेर यहाँ चाहिँ यसरी भर्नु पर्यो
जरा जरा यो लास्ट इयरको सबै निकालेर फेरि यही के गरेको चौका खाने फेरि पानी पर्यो नि आफै खाँदेर तल जान्छ बुट्टा लास्ट इयरको यतिको ठ्याक्क राखिदियो यसलाई फेरि माथिबाट चाहिँ हरियो मल हाल्नुपर्छ रेडी हो यो बुट्टा भयो यति मात्रै राख्छु यहीँ जराहरू पुरै काटेर मजा लागिरहेको छ कुखुरालाई अहिले घाँस लगाइदिएको मजाले खाइरहेको छ त्यसलाई भित्र हाल्दै भित्र हालिदिने लु डोर ओपन गर न डोर यो चाहिँ अहिले मैले मलसल लाएर यो 2026 को लागि पुरानो बुट्टा रेडी पार्यो अब के हुन्छ सबै पुरानो जराहरू फालेर नयाँ माटो मल भरेर राख्यो यहाँ तिनवटा यहाँ छ सबै नयाँ माटो हालेको अरू त्यहाँ छ अझै भित्र छ टन्नै त्यसलाई चाहिँ अब नेक्स्ट टाइम हाल्नुपर्छ होला 9वटा चाहिँ रेडी पारियो अझै भित्र छ आजलाई चाहिँ यति नै हल्का यसो टाइम पाएर पुरानो बुट्टाहरूलाई सारिदिएको यो साल त यसो अलिअलि हुन्छ कि भनेको अब हेरौँ